ईश्वर शिक्षा युवा तथा खेलकुद शाखाको तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। धेरै कुरो भन्दिनँ, थोरै कुरो मात्रै बोल्न चाहन्छु। हामी विशेष अवसरमा छौँ। यो धर्मको अवसर, आस्थाको अवसर। साँच्चै नै समय बित्दै जाँदा विचारहरू परिवर्तन भइराखेका छन्, तर यो धर्मलाई जसरी बुझ्नुपर्ने हो त्यसरी बुझ्नेको सङ्ख्यामा कमी भइरहेको हो कि भन्ने मलाई लाग्छ। एउटा शिक्षा अधिकृतको हैसियतले हेरिरहँदा मलाई लाग्छ धर्म भनेको कुनै पनि यो चाहिँ भगवानले जब सृष्टि गर्नुभयो, सृष्टि गरेपछि सबैजनालाई आफ्नो कर्तव्य, आफ्नो भूमिका निर्वाह गर्नको निमित्त पठाउनु भएको छ। सबैको आफ्नो धर्म छ। हेर्नुहोस्, मेरै कुरा गर्ने हो भने पनि शाखामा रहँदा मेरो छुट्टै धर्म छ, घरमा म छोरा छु होला मेरो छुट्टै धर्म छ, कसैको म श्रीमान छु मेरो छुट्टै धर्म छ, छोरा छोरी प्रति गर्ने मेरो छुट्टै धर्म छ, छुट्टै भूमिका छ। भनेको जसले जुन ठाउँमा जुन काम गर्नुपर्ने हो त्यो काम गर्नु नै वास्तवमा धर्म हो। त्यसैले धर्म व्याप्त छ, यता छ उता छ, संसारभरि धर्म नै धर्म छ। हामी सबैलाई थाहा छ खुर्सानी पिरो हुन्छ, त्यो खुर्सानीको धर्म हो। जुन दिनबाट खुर्सानी पिरो हुन छाड्छ, खुर्सानीले धर्म छाड्यो। धर्म छाड्यो भने के हुन्छ तपाईँहरू आफैले बुझ्नुहुन्छ। खुर्सानीको अस्तित्वमा रहँदैन, किनभने पिरो हुनकै लागि खुर्सानी खाइन्छ। चिनी गुलियो हुन्छ, त्यो चिनीको धर्म हो। जुन दिनबाट चिनी गुलियो हुन छोड्छ, चिनीले धर्म छाड्यो, त्यसपछि चिनीको अस्तित्व पनि सकिन्छ। यसको माने जब हामीले धर्म छाड्छौँ, धर्म छाडेपछि हाम्रो अस्तित्व सकिन्छ। त्यसैले सबैजनाले म आह्वान पनि गर्न चाहन्छु, आग्रह पनि गर्न चाहन्छु, हामी सबैले आफ्नो धर्म तर्फबाट आफ्नो धर्म पूर्ण रूपमा निर्वाह गऱ्यौँ भने साँच्चै नै हामी सफल हुनेछौँ। हाम्रो जीवन एकदमै अस्तित्ववान हुनेछ, सम्झनलायक हुनेछ, एकदमै राम्रो हुनेछ, सुन्दर हुनेछ। नत्र यदि हामीले आफ्नो धर्म निर्वाह गर्न सकेनौँ भने हाम्रो जीवन व्यर्थ जानेछ। हाम्रो जीवनमाथि हामीले न्याय गर्न सकेको ठहरिने छैन। त्यसैले सम्पूर्णलाई मैले धर्म निर्वाह गर्नको निमित्त आग्रह पनि गरेँ। फेरि धर्म भनेको हामी अहिले यहाँ जुन चाहिँ सिमलेश्वर महादेवको प्राङ्गणमा छौँ, यहाँ जोडिरहँदा हामी हिन्दूमा जोडिएको छौँ कि भन्ने मलाई लाग्छ। श्री महादेव हिन्दू धर्मको एउटा विशिष्ट व्यक्तित्व हुनुहुन्छ। र हिन्दू धर्मकै कुरा गर्ने हो भने हाम्रो वेदव्यास, जसलाई अंशावतारको रूपमा पनि लिइन्छ, भगवान यो चाहिँ कथामा म गइनँ, भगवान विष्णुले चाहिँ 4वटा पूर्णावतार सहित 24वटा अवतार लिनुभएको छ, जुन मध्ये वेदव्यास चाहिँ एउटा अंशावतारको रूपमा रहनुभएको छ। र वेदव्यासले 18वटा पुराणहरूको निर्माण गर्नुभएको छ। र त्यो 18वटा पुराणको आशयलाई, त्यसको सारलाई अथवा त्यो 18वटा पुराणलाई आधार मानेर हामी अगाडि बढिराखेका छौँ। यो धर्म अगाडि बढिराखेको छ। मैले धेरै कुरो गरेन। यो 18वटा पुराणमा उहाँले के भन्नुभएको छ भनेर मैले छोटो भन्न चाहेँ। 18वटा पुराणको सारको रूपमा वेदव्यासले जम्मा 1 लाइन भन्नुभएको छ। अष्टादश पुराणेषु व्यासस्य वचनद्वयं परोपकार पुण्याय पापाय परपीडनम। जम्मा 1 लाइन भन्नुभएको छ। त्यो लाइन हो परोपकार पुण्याय पापाय परपीडनम। यसको अर्थ हुन्छ परोपकार भनेको पर उपकार। सम्पूर्ण व्यक्ति, पर भनेको हामीसँग जोडिएका चराचर जगत सबै परको उपकार भलाइ भनेको हामी सम्पूर्ण जीवात्मा सबैको यदि हामीले उपकार गर्छौँ भने त्यो नै धर्म हो। अनि पापाय परपीडनम भनिएको छ, यदि अरूलाई हामीले पीडा दियौँ भने, हामीले अरूलाई आघात पुर्यायौँ भने, हामीले उहाँलाई चाहिँ असर पर्ने किसिमको कार्य गऱ्यौँ भने त्यो नै पाप हो भनेर उल्लेख गरिएको छ। यसले के बताउँछ भने धर्म भनेको हाम्रो व्यवहार हो, हाम्रो भूमिका हो। हामीले कस्तो व्यवहार गर्छौँ, यदि सत्कर्म गर्छौँ धर्म हो, यदि हामीले कुकर्म गर्छौँ त्यो पाप हो। त्यसैले हाम्रो यो धर्म नै महान छ। मैले किन पनि महान भनेको छु भने यो धर्मको सार नै पुण्य र पाप चाहिँ अरूको सेवा र अरूको पीडामा गएर जोडिएको छ। हामीले विभिन्न संस्थाहरू देख्छौँ, रेड क्रस संस्था, स्काउट संस्था, यस्ता विभिन्न संस्थाहरू छन्। ती सम्पूर्ण संस्थाहरूको मूल धर्म नै सेवा हुन्छ।
सेवा नै धर्म हो भन्ने मूल सन्देश बोकेर यी संस्थाहरू अगाडि बढेका छन्। प्रत्यक्ष अथवा परोक्ष रूपमा यी सम्पूर्ण सङ्घ संस्थाहरू हिन्दू धर्मको मूल सारसँग जोडिएको छ भन्ने कुरा पनि मैले सम्पूर्णमा अवगत गराउन चाहेँ। यस अर्थमा यहाँ चाहिँ अलिकति कुरो जोड्नु उपयुक्त हुन्छ हुँदैन मलाई थाहा छैन। अहिले हिन्दू धर्मको चाहिँ विरोध केही मात्रामा हुने गरेको छ यो जातीय प्रथालाई जोडेर। म पनि हिन्दू धर्म नै मान्ने मान्छे। यहाँ चाहिँ ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र भनेर अनि त्यो शूद्रलाई चाहिँ अलि तल्लो जातिको रूपमा हेर्ने गरिएको छ। यो गलत बुझाइ हो भन्ने मलाई लाग्छ। एउटा शिक्षा अधिकृतको हिसाबले शैक्षिक हिसाबमा भन्यो भने पनि 2टा विषयमा मास्टर गरेको छु, कानुनमा स्नातक गरेको छु, त्यो हिसाबले पनि धेर थोर पढेको छु। त्यो गलत बुझाइ हो। गलत बुझाइलाई हामीले चिर्न आवश्यक छ भन्ने लाग्छ। शूद्र भनेको सुध्रनु हो नि त, होइन र? भनेको जो मान्छे पनि शूद्र हुन सक्छ, ब्राह्मण पनि शूद्र हुन सक्छ, क्षेत्री पनि शूद्र हुन सक्छ, वैश्य पनि शूद्र हुन सक्छ, सबै शूद्र हुन सक्छन् जसको व्यवहार चाहिँ अरूले मान्न लायक छैन, अनुकरण गर्न लायक छैन, त्यस्तो व्यवहार गर्ने सबैजना शूद्र हुन् र बिस्तारै बिस्तारै के गर्ने हो, बानीलाई सुधार्ने हो। कस्तो हुन्छ भन्नु होला भने यदि जिन्दगीमा कहिले पनि गल्ती गर्दै गर्दैन भने त्यो भगवान हो। गल्ती नगर्ने भगवान मात्रै हुनुहुन्छ। गल्ती गर्ने अनि सुधार्ने नसुधार्ने त्यो राक्षस प्रजातिमा पर्छ। हामी भगवान पनि होइनौँ। त्यसो हुनाले हामीबाट जिन्दगीको कुनै न कुनै क्षणमा कुनै न कुनै ढङ्गको गल्ती हुन सक्छ। हामी राक्षस पनि होइनौँ जस कारणले गर्दा हामी गल्तीलाई दोहोऱ्याइराख्दैनौँ। गल्ती गर्ने अनि सुधार्ने त्यो चाहिँ मानव जाति हो। त्यसैले हामी गल्ती गर्न सक्छौँ झुक्किएर, त्यसलाई हामी के गर्छौँ, हामी सुधार्छौँ। त्यो सुधार्ने क्रम हाम्रो जिन्दगीभरि रहिरहनेछ। यो कर्म अनुसार निर्धारित हुन्छ। किनभने तल्लो हामीले जसलाई शूद्र भनिएका छौँ उहाँहरू पनि महापण्डित भएको इतिहासहरू हामीसँग छ। त्यसैले अझै अलिकति कुरो जोड्नै पर्छ जस्तो लाग्यो। हामी धेरैले रामायण पढेका छौँ। रामायणमा मैले थोरै मात्रै जोडेँ। एउटा यस्तो पात्र हुनुहुन्थ्यो जो चाहिँ जङ्गलमा बस्नुहुन्थ्यो, कुटीमा बस्नुहुन्थ्यो, फलफुल ग्रहण गर्नुहुन्थ्यो, जानुहुन्थ्यो, फल टोक्नुहुन्थ्यो, मिठो स्वाद आएपछि हो यो त मेरो भगवानलाई भन्नुहुन्थ्यो, राख्नुहुन्थ्यो। जब नमिठो हुन्थ्यो त्यो चाहिँ उहाँले खानुहुन्थ्यो। उहाँको नाम हो सबरी। सबरी भनेको अहिलेको जातीय प्रथामा भन्ने हो भने सर्किनी। कुन जातिमा पर्छ तपाईँहरूले बुझ्नु भएको छ? राम लक्ष्मण घुम्दै 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 आउने बेलामा सबरीसँग भेट भयो। सबरीमा शक्ति थियो। उहाँले भगवानलाई चिन्नुभयो। प्रभु म चाहिँ हजुरलाई भेट्नको निमित्त लालायत थिएँ, हजुरलाई कुरिराखेको थिएँ, आज हजुरलाई भेट्ने सौभाग्य प्राप्त गरेँ भनेर उहाँले चाहिँ आतिथ्यता गराउनु भयो। कुटीमा लैजानुभयो, विशेष सत्कार गर्नुभयो। अनि त्यो फलफुलको डङ्गुर जुन थियो त्यो चाहिँ लगेर अगाडि थुपारिदिनु भयो। भगवान राम जसलाई क्षेत्रीको छोराको रूपमा पनि लिइन्छ, उहाँको चाहिँ अस्तित्व, उहाँको चाहिँ आदर्शलाई हेर्ने हो भने उहाँ भगवानको रूप हुनुहुन्छ, भगवान नै हुनुहुन्छ। उहाँले त्यो जुठो गफ खानुभयो। भगवान जो चाहिँ स्वयं हामी सबैले पुजिराखेका छौँ, सम्मान गरिराखेका छौँ, हाम्रो आदरणीय व्यक्तित्वको रूपमा हामीले पुजेका छौँ, अनुकरणीय व्यक्तिको रूपमा, आदर्श व्यक्तिको रूपमा, भगवानको रूपमा पुजेका छौँ। भगवानले एउटा सर्किनीको जुठो खानुभयो। लक्ष्मणले चाहिँ खाए जस्तो गर्दै पछाडि फाल्नुभयो। उहाँलाई चाहिँ खान मन लागेन। त्यसको पनि कारण थियो। इन्द्रजित भन्ने रावणको छोरा थियो। उसलाई मार्नको निमित्त 12 वर्षसम्म नखाएको, 12 वर्षसम्म नसुतेको व्यक्ति चाहिन्थ्यो। त्यही भएर भगवानले खान मन नलाग्ने बनाइदिनु भयो। मैले के मात्रै जोड्न खोजेको भने भगवान राम जुन चाहिँ भगवानको रूपमा हुनुहुन्छ, उहाँले चाहिँ एउटा सर्किनीको जुठो खान मिल्ने। अनि अहिले चाहिँ हामी के भन्छौँ, छोडेको खाना हुँदैन, यसो हुँदैन, उसो हुँदैन, विभिन्न भनिएको छ। यो हामीले बुझाउन नसकेको हो। हामीले यो कुरो जोड दिनु पर्यो। भगवान राम भन्दा हामी ठुलो छौँ र पक्कै छैनौँ नि त, होइन? अनि हामीले कृष्ण र सुदामाको कथा पनि पढेका छौँ। सुदामाको जुठो कनिका श्री कृष्णजीले खानुभएको कथा पनि हामीले पढेका छौँ। यसको माने सबभन्दा ठुलो भनेको मित्रता हो, सबभन्दा ठुलो भनेको भक्तिभाव हो। त्यसैले यो जातीय प्रथालाई चिर्न नसकेको कारणले गर्दा यो धर्मप्रति प्रहार भइरहेको मैले बुझेको छु। मैले 2टा कुरो गरेँ। एउटा यो जातीयताका कुरो त 200-400 वर्ष अगाडि मात्रै सुरु भएको हो। कामको आधारमा जातीयताको विभाजन गरिएको हो। कसले के काम गर्यो त्यो कामको आधारमा गरियो र बिस्तारै बिस्तारै त्यसलाई चाहिँ त्यही कामकै आधारमा, किनभने अलि बढी मेहनत गर्ने भनेको मजदुरहरू नै हुनुहुन्छ। अनि बढी मेहनत गर्नेको पहुँच कम हुन्छ। पहुँच कम भएपछि उहाँहरूले चाहिँ आफूलाई अगाडि बढाउन सक्नु भएन।
र अपहेलित हुनुभयो, तल्लो दर्जामा रहनुभयो र त्यसलाई नै जातीयताको रूपमा लिइयो। यसलाई चाहिँ हामीले तोड्न जरुरी छ। हाम्रो धर्मले के भन्यो, मैले अघि नै भने, परोपकार पुण्याय पापाय परपीडनम 18 पुराण सकिएछ। हेर्नुहोस्, त्यसो हुँदा हामी सबैलाई न्याय गरौँ, सेवा गरौँ, आफ्नो धर्म निर्वाह गरौँ। त्यसो गऱ्यौँ भने हामी सबैको भलो हुनेछ, संसारको भलो हुनेछ। यो धर्म भनेको विज्ञानकै दृष्टिले हेर्ने हो भने चाहिँ एउटा दर्शन हो, सबभन्दा पुरानो दर्शन आदर्शवाद भन्ने छ। त्यो आदर्शवादभित्र यी विभिन्न धर्महरू रहनेछन्। हामी सबैको उद्देश्य त आनन्द होला, हामी सबैको उद्देश्य सन्तोष होला। हामीले चाहिँ क्वालिटी अफ लाइफ भनेर भन्ने गर्थ्यौँ, गुणस्तरीय जीवन। त्यो गुणस्तरीय जीवनको अन्तिम तत्त्व भने चाहिँ आनन्दमा गएर जोडिँदो रहेछ, खुसीमा गएर जोडिँदो रहेछ, सन्तुष्टिमा गएर जोडिँदो रहेछ। र यो विचार जुन चाहिँ आदर्शवाद मैले भने, जुन चाहिँ धर्म जोडिएको छ, यो धर्मले पनि के भन्छ भने सन्तोषम परमम सुखम भन्छ। तपाईँ जब सन्तोष मान्नुहुन्छ त्यहाँबाट चाहिँ सुख प्राप्ति हुन्छ। त्यस कारणले गर्दा हामीले जब गलत काम गर्छौँ, गलत काम गरेपछि संसारले नदेखेको होला तर हामीले विश्वास गरेको भगवानले हामीलाई देखिराख्नु भएको छ। जस कारणले गर्दा हामीले गलत काम गरेको छौँ भने अरूले नदेखे पनि हाम्रो मनले देखेको छ, हाम्रो दिमागले देखेको छ, हाम्रो सोचले देखेको छ। हामीलाई सधैँभरि एकदमै गलत काम गरेकोमा अवसोच भइराख्ने छ, पीडा दिइराख्ने छ। त्यसैले हामीले असल काम गऱ्यौँ भने हामीलाई सन्तुष्टि प्राप्त हुनेछ, सुख प्राप्त हुनेछ। हामीले गलत काम गऱ्यौँ भने, हाम्रो धर्मलाई लत्यायौँ भने, अथवा परपीडन गऱ्यौँ भने, अरूलाई हामीले पीडा दियौँ भने हाम्रो मनले आनन्द पाउने छैन, हाम्रो आत्माले शान्ति पाउने छैन। त्यसैले हामीले स्वर्ग प्राप्ति पनि गर्ने छैनौँ, हामीले मोक्ष प्राप्ति पनि गर्ने छैनौँ। जस कारणले हामीले गलत काम कहिले पनि गर्नु हुँदैन। गलत काम गरेपछि हामीले चाहिँ निर्धक्क भएर अगाडि बढ्न सक्दैनौँ, किनभने भित्र कतै न कतै मैले गलत काम गरेको छु भन्ने हामीलाई लागिरहनेछ। जस कारणले हामी सबैले सत्कर्म गरौँ। यदि यो भन्न सजिलो छ, फेरि गर्न गाह्रो छ। हेर्नुहोस्, यदि सबैजनाले सत्कर्म गर्ने हो भने, धर्मको पूर्ण रूपमा परिपालना गर्ने हो भने राम राज्य स्वत हुनेछ। यदि कसैले गलत कामै गर्दैन भने प्रहरी प्रशासन किन चाहिएला, अदालत किन चाहिएला, केही पनि चाहिँदैन। हेर्नुहोस्, जब चाहिँ हामीले धर्म छोड्छौँ, हामीले चाहिँ आफ्नो धर्मको पूर्ण रूपमा परिपालना गर्दैनौँ, जस कारणले गर्दा यो हत्या, हिंसा, द्वन्द्व, चोरी चकारी, डकैती विविध कुराहरू भइराखेका छन्। जस कारणले हाम्रो मनको शान्तिको लागि भए पनि, हाम्रो आत्मसन्तुष्टिको लागि भए पनि हामीले धर्ममा विश्वास गर्नुपर्छ, धर्ममा लीन हुनुपर्छ। त्यो आनन्द करोडौँ अरबौँ रुपियाँले किन्न नसक्ने आनन्द हामीलाई धर्मले दिन्छ, हामीलाई विश्वासले दिन्छ, हाम्रो चाहिँ आस्थाले दिन्छ। त्यसो हुँदा सबैजनालाई यो धार्मिक कुरालाई चाहिँ त्यसको चुरो कुरो बुझेर अगाडि बढ्नको निमित्त पनि आग्रह गर्दछु। अनि यो व्रत बस्ने कुरा जुन छ, यो चाहिँ केही हप्तामा केही दिन चाहिँ व्रत बस्दा अथवा सफ्ट कुराहरू खाँदा हाम्रो शरीरलाई फाइदा नै गर्छ। त्यसो हुँदा व्रत बस्नुपर्छ। तर व्रत बसिरहँदा तडक भडक त्यति गर्नु त्यति राम्रो होइन। जस्तै सतीदेवीले ऊ बेलामा चाहिँ पानी पनि नखाएर व्रत बसेको कुरा आउँदैछ, त्यस्तै भएर थोरै जोडेको। उहाँ चाहिँ बस्नु भएको थियो आनन्दसँग, केही कुरामा नजोडिकन व्रत बस्नु भएको थियो, जस कारणले पानी पनि नखाइकन बस्नु सक्नुभएको थियो। अहिले चाहिँ उफ्रिने, नाचगान गर्ने विभिन्न काम हुन्छ। त्यसो हुँदा हामी त्यो गर्न सक्दैनौँ, समयअनुसार चल्ने हो। फेरि भगवान् पार्वतीकै जति शक्ति हाम्रो कहाँ छ र, होइन? त्यो त देवी पार्वतीले गर्नुभएको हो। चराचर जगतको चाहिँ माता हुनुहुन्छ उहाँ, माता जतिकै शक्तिशाली हामी छैनौँ। त्यसो हुँदा व्रत अवस्था फलफुल खान मिल्छ, किनभने सबभन्दा ठुलो भगवान् भनेको हाम्रो अन्तरात्माभित्र छ। भगवान्को पूजा नगरिकन बाहिरी भगवान्को मात्रै पूजा गर्न उपयुक्त हुँदैन। किनभने तपाईँहरूले प्रह्लादको कथा पढ्नु भएको छ, भगवान् सबै ठाउँमा हुनुहुन्छ। खम्बाबाट चाहिँ भगवान् निस्किनु भएको कुरा तपाईँहरूले पढ्नु भएको छ। त्यो चाहिँ जुन हामीले महादेव बनाएका छौँ, यो चाहिँ हामी भेट हुने, केन्द्रबिन्दु हुने एउटा चाहिँ आस्था हुनु पऱ्यो नि त, होइन? जस्तै हामीले मेयर चुनेका छौँ, हामीले चाहिँ प्रधानमन्त्री चुनेका छौँ, हरेक विद्यालयमा एउटा चाहिँ हामीले प्रधानाध्यापक चुन्छौँ। त्यो चुनेको के हो भने उहाँ त्यो एउटा ठाउँ चुनेपछि हामीले अगाडि बढ्न सजिलो हुन्छ। त्यही भएर हामीले चाहिँ सिमलेश्वर महादेवको यहाँ चाहिँ निर्माण गर्दैछौँ। त्यसो भयो भने अन्तिममा पनि समय झिकेर भगवान्लाई चाहिँ भेट्न जाने, भगवान्लाई चाहिँ आस्था गर्ने, पूजा गर्ने भनेर हामीले छुट्याउन सहज हुन्छ भनेर हामीले ठाउँ बनाएका छौँ। ठाउँ बनाएपछि भगवान्लाई पनि सहज भयो, उहाँप्रति न्याय भयो, किनभने निश्चित ठाउँमा आएर बस्न पाउनुभयो। त्यसो हुँदा तर वास्तवमै भन्ने हो भने चाहिँ भगवान् चराचर जगतमा हुनुहुन्छ। यो रुख बिरुवा सबैमा भगवान् हुनुहुन्छ। जति पनि जीवात्मा छन्, अघि नै भनिसक्यो, निर्जीव एउटा खम्बामा त भगवान् हुनुहुन्छ भने चराचर जगतमा भगवान् हुनुहुन्छ। त्यसो हुँदा हामी सबैले के गरौँ भने
हामीसँग दुईटा कुरो छ, एउटा मन भन्ने छ, अर्को दिमाग भन्ने छ। त्यो मन अलि चञ्चले स्वभावको हुन्छ, त्यसले चाहिँ लय लयमा लाग्छ, गरिदेऊ न त भन्दा गरिदेऊ न त गरिदेऊ भन्छ मनले। तर दिमागले के भन्छ, त्यो कुरा गर्नु राम्रो कि नराम्रो हो, त्यो कुरो गर्दा फाइदा कति हुन्छ, बेफाइदा कति हुन्छ, धर्मसङ्गत कति हुन्छ, यो कुरोको विश्लेषण दिमागले गर्ने भएकोले तपाईँहरूको दिमागले तपाईँहरूलाई जे निर्देशन दिन्छ त्यो निर्देशन पालना गरेर अगाडि बढ्नुभयो भने तपाईँहरू सबैको जीवन पनि सुन्दर हुनेछ। तपाईँहरू पक्कै आस्तिक भएर यहाँ आउनुभएको छ मलाई जसम्म लाग्छ। त्यसो हुँदा मोक्ष प्राप्ति, यो स्वर्ग र नर्क भनेको त जाने आउने ठाउँ हो। मोक्ष प्राप्ति भयो भनेको भगवान्सँग मिल्ने हो। त्यो भगवान्सँग मिल्नको निमित्त तपाईँहरूले आफ्नो कर्मलाई दिमागको मात्रै काम सुनेर अगाडि बढिदिनु भयो भने अरू केही गर्नुपर्नेवाला छैन। तपाईँहरूको मोक्ष हुनेछ, हामी सबैको मोक्ष हुनेछ, हामी सबैको भलाइ हुनेछ। त्यसैले तपाईँहरू सबैले यो धर्मलाई चाहिँ सही ढङ्गबाट प्रयोग गरिदिनको निमित्त आग्रह गर्दै र अलिकति कुरो लास्टमा मैले भन्नै पर्छ। एउटा शिक्षा अधिकृतको हैसियतले मैले के चाहिँ भने तारकेश्वरमा आएको जम्मा 4 महिना पुग्न लागेको छ। यहाँ आउँदा म एकदमै खुसी छु। मैले बोल्नै पर्छ, शिक्षाको व्यक्तित्व भएको कारणले गर्दा। यहाँको मेयर साहब, उपमेयर साहब, अध्यक्षज्यूहरू देखिहाल्नुभयो, यति सहयोगी मनका धनी हुनुहुन्छ, म बोलेर थाक्दिनँ। अझै शिक्षाको एउटा अधिकृत भएको नाताले त मैले बोल्नै पर्छ। किन बोल्नुपर्छ भने टोटल आन्तरिक राजस्वको झन्डै 30 देखि 35% चाहिँ शिक्षा क्षेत्रमा लगानी गर्नुभएको छ। अस्ति मैले डाटा हेरेको थिएँ, उहाँहरूभन्दा अगाडि 1,30,00,000 हाराहारीमा शिक्षामा बजेट छुट्याइदो रहेछ। अहिले बढ्दै 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 गएर ठ्याक्कै शिक्षालाई मात्रै नै 10.5 करोड जति बजेट विनियोजन गरिदिनु भएको छ। अनि शिक्षाकै भौतिक पूर्वाधारको लागि झन्डै 2-3 करोड बजेट विनियोजन गरिदिनु भएको छ। टोटल 13-14 करोड हेर्नुहोस् त, 1,30,00,000बाट एकैचोटि अहिले 13-14 करोडमा शिक्षाको बजेटमा पुर्याइदिनु भएको छ। शिक्षा सुध्रियो भने देश सुध्रिनेछ आफै। अहिले चाहिँ गर्व गर्न लायक छ, नेपालभरिमै केही पालिकामा पर्छ हाम्रो तारकेश्वर नगरपालिका, जसले सामुदायिक विद्यालयबाट पनि 89% विद्यार्थीहरू 89.73% चाहिँ सामुदायिक विद्यालयको रिजल्ट छ। संस्थागतको 97% छ भने समग्रमा 94% छ। यसरी संस्थागतसँग टक्कर गरेर सामुदायिक विद्यालय अगाडि बढ्नुको पछाडि यही सामुदायिक विद्यालयप्रतिको लगानी हो। उहाँहरूलाई कन्भिन्स गर्नुपर्छ, कन्भिन्स गरेपछि सकियो। आजसँग जति पनि म मेयर साहबकोमा गएँ, यसो गर्न पाए हुन्थ्यो मेयर साहब भनेपछि, किन ध्रुवा भाइ भन्नुहुन्छ, यसो हुन्छ सर, यो गर्दा यो राम्रो हुन्छ भनेपछि ओके सकियो भनेको नबुझिकन त गर्ने कुरो रहेन। जब कन्भिन्स हुनुहुन्छ, कन्भिन्स भइसकेपछि सक्यो। यतिको जनप्रतिनिधि पाउनु भनेको हामी सबैको भाग्यको कुरो जस्तो पनि लाग्छ। अघि भर्खर नगर प्रवक्ता वडा अध्यक्षज्यूले भन्नुभयो यसपालि हामीले 25 लाख दिएका छौँ भनेर। यसरी हेर्दा हामी साह्रै नै भाग्यमानी छौँ, हामी कर्मचारी पनि भाग्यमानी छौँ। एउटा चाहिँ असल नेतृत्वको छत्रछायामा काम गर्ने अवसर हामीले प्राप्त गरेका छौँ। यसको लागि म अन्तरात्मादेखि नै उहाँहरूप्रति नमन व्यक्त गर्न पनि चाहन्छु। र अन्तमा जाँदा जाँदै हाम्रो चाहिँ यो सबै कुरो मिलेको छ। हेर्नुहोस्, धार्मिक विद्यालय सिरानमा जुन चाहिँ शान्तिधाम, यो चाहिँ सिमलेश्वर महादेवको क्षेत्रमा चाहिँ धार्मिक विद्यालय छ। अलि तल जानुहोस्, नेपालमै सायद पहिलो हुनुपर्छ महिला विद्यालय छ। एक दिन चाहिँ अनुगमन भनेर विद्यालयमा जाँदै गर्दा मेरो आफ्नै सानी आमा पढिराख्नु भएको रहेछ, मेरो आफ्नै माइजू गएर पढिराख्नु भएको रहेछ। छुट्टै आनन्द आयो। भनेको हाम्रा महिला आमाहरूको लागि, महिला दिदीबहिनीहरूको लागि पढ्नको लागि महिला विद्यालय छ। छिटै नै अब फेरि उमेर पुग्यो, घरमा बस्न दिक्क लाग्छ, ज्येष्ठ नागरिक पनि सञ्चालनको तयारीमा छ, भवन बनिसकेको छ, कार्ययोजना झन्डै अन्तिम चरणमा छ। अब छिट्टै ज्येष्ठ नागरिक विद्यालय पनि निर्माण हुँदैछ। देशकै पहिलो ज्येष्ठ नागरिक विद्यालय तारकेश्वर नगरपालिकामा बन्दैछ। यसको माने हामी सबैले यो नगरपालिकाको नेतृत्वलाई जोरदार ताली बजाएर स्वागत गरिदिनुको निमित्त पनि म हार्दिक अनुरोध गर्दछु। र अग्नि सरले बोलाइदिनु भयो, उहाँलाई विशेष धन्यवाद। म पनि आस्तिक मान्छे, गलामा जनै छ, घरमा हुँदा सन्जे भन्छु, घरमा हुँदा पञ्चायतको पूजा गर्छु, चण्डी पाठ पुरै पढ्न त भ्याउँदिनँ, तर दुर्गा कवचम, अर्गला स्तोत्र र किलकम यो 3टा चाहिँ मैले घरमा भएको बेलामा सधैँ पढ्ने गरेको छु। अझै शाकाहारी पनि छु। आजसम्म माछा मासु अन्डा पनि मेरो मुखमा परेको छैन। यस कारणले पनि बोलाइदिनु भयो। शाखामा काम एकदमै धेरै छ, तर पनि धार्मिक ठाउँमा जानको लागि चाहिँ बरु शाखामा अलि ढिलो जाउँला, केही छैन। तर धर्म नै छैन भने जीवन छैन। धर्म छ अनि जीवन छ, जीवन छ अनि अस्तित्व छ। त्यसैले पनि यो कार्यक्रमलाई मैले छोड्नै सकिनँ।
ढिलो हुँदाहुँदै पनि आएँ। भाइ बहिनीहरूलाई पनि राम्रोसँग पढिदिनुको निमित्त मैले हार्दिक अनुरोध गर्दछु। यो नगरपालिकाले चाहिँ बजेट विनियोजन गरेको छ केही मात्रामा भाइ बहिनीहरूलाई पढ्नको निमित्त, सायद आवासीय ढङ्गबाट चलेको छ। यो अवसर हो, खोज्न पर्ने तर सहज ढङ्गबाट प्राप्त भएको छ। तपाईँहरूले यो समयलाई चाहिँ सदुपयोग गर्नुहुनेछ र आफूलाई महाज्ञानी साबित गर्नुहुनेछ। मैले त्यो विश्वास गरेँ। पढाइ भनेको मार्कसिटको लागि होइन, ज्ञान आर्जन गर्नको लागि हो, ज्ञानी बन्नको लागि हो, संस्कार सिक्नको लागि हो, आफ्नो चरित्रलाई असल बनाउनको निमित्त हो। जस कारणले गर्दा तपाईँहरू सबै असल व्यक्ति बन्नुहुनेछ, असल नागरिक बन्नुहुनेछ भन्ने चाहिँ आग्रह गर्दै र शुभकामना पनि दिँदै र यो जुन हामीले मन्दिर आधा आधी भएको देखेका छौँ, आगामी सालमा पक्कै पनि यो मन्दिर पूर्ण भएको हामीले देख्न पाउनेछौँ र यहाँ भक्तजनहरूको लाइन लागेको पनि देख्न पाउनेछौँ। साँच्चै नै यो तारकेश्वर त एकदमै पुण्य भूमि हो। जब सतीदेवीको चाहिँ देह अवसान भयो त्यसपछि महादेव भौतारिँदै हिँड्दा यही भूमिमा एउटा अङ्ग पतन भएको थियो। जस कारणले गर्दा यो चाहिँ एउटा शक्तिपीठ मध्येको एउटा शक्तिपीठ पनि हो। यो सुन्दर भूमिमा बस्ने अवसर प्राप्त गरेका छौँ, हामी सबै भाग्यमानी छौँ। अब पक्कै पनि हामी महादेवसँग जोडिनुपर्छ। देवताका पनि देवता त्यसै भनिएको छैन। उहाँ चाहिँ एकदमै महान हुनेछ। उहाँ यो संसार निर्माण पनि गर्नु सक्नुहुन्छ, ध्वस्त पनि गर्न सक्नुहुन्छ। अब धेरै मान्छेले भन्छन् भगवान छैनन्, केही छैनन्, तर यो जुन चाहिँ विज्ञान छ, विज्ञानले पनि अदृश्य शक्तिलाई विश्वास गरेको छ। खोज्नु होला, बुझ्नु होला, यो संसार एउटा अदृश्य शक्तिद्वारा परिचालित छ भनेर उसले भनेको छ। त्यो अदृश्य शक्ति भनेको ओंकार हो। ओंकार भनेको ब्रह्मा विष्णु शिवको एकत्रित रूप हो। त्यो पुण्य भूमिमा हामी बसेका छौँ। हाम्रो जीवनलाई सार्थक बनाउनको निमित्त हामीले आफ्नो भूमिका अवश्य पनि निर्वाह गर्नेछौँ। समय पनि अलि धेरै खाइसके, आमा दिदीबहिनीहरूलाई पनि गाह्रो भइसकेको छ। त्यसैले यो अवसरको लागि पुनः यो कार्यक्रम सञ्चालक लगायत कार्यक्रमको आयोजकप्रति धेरै धेरै धन्यवाद दिँदै र यो अवसरमा मैले जोड्नै पर्छ, शैक्षिक शिक्षासँग जोडिएको कुनै पनि समस्या भयो भने तपाईँहरू शिक्षा शाखामा आउन सक्नुहुन्छ। बिहान बेलुका बिदाको दिन पनि तपाईँहरूले कल गर्न सक्नुहुन्छ। एउटा शिक्षा अधिकृतको हिसाबले तपाईँहरूलाई कुनै पनि असर पार्ने छैन। कुनै पनि शैक्षिक क्षेत्रमा तपाईँहरूमाथि, तपाईँहरूको बालबालिकामाथि अन्यायको भएको छ भन्ने लाग्छ भने पनि तपाईँहरूले भन्न सक्नुहुनेछ। हामी आवश्यक निराकरणको प्रक्रिया गर्नेछौँ, हामी आवश्यक समन्वय गर्नेछौँ भन्दै म यो सम्पूर्ण टिमलाई एकचोटि पुनः धन्यवाद दिँदै र यो भगवानप्रति फेरि एकचोटि नमन गर्दै मेरो छोटो भनाइ यहीँ अन्त्य